झुन्डे गाइस मेरो नास्ता हेर्नु यो नास्ता हो कि भात हो यत्रो पुरा सर्ट आमा सेलरोटी हेर्नु त गाइस आमा कति गोलो बनाएको बस्ने घर हो के ए मौरी बस्ने घर हो के लाग्ने के ल हेलो गाइज गुड मर्निङ आजको मर्निङ चाहिँ नारायण घाटदेखि है यहाँ ब्रस लिएर बसेछु ब्रस गर्छु भनेर यहाँ बडी फेरि क्या छिटो उठ्नु भयो अनि नास्ता सास्ता सबै रेडी भइसक्यो म त भर्खर उठ्यो के बनाउँदै हुनुहुन्छ बडी उपमा बनाइदिन्छु वाउ म त मनपर्छ हौ उपमा त तर बडीले त मिठो मिठो बनाउनु हुन्छ यार यस्तो लकी हुनुपर्छ कि मान्छे खानको लागि बडीले भन्नुहुन्छ पोखरा हिजो अस्तिसम्म खासै पानी परेको थियो अरे म जस्तो हिजो आएको पोखरादेखि पानी जोरले पानी पर्न सुरु भयो अरे अस्ति हिजोसम्म त घाम लागेको थियो आज त घाम पनि लागेन अरे बढी ला मैले त पानी लिएर आएछु भयो त यहाँ झन् के हो है त्यही त नि हिजो भयङ्कर ठुलो परेको थियो मेरो त म त कति अनलागे क्या जहिले नै घुम्न जाने हुन्छ पानी परेकै हुन्छ पोखरा पनि त्यही थियो यहाँ पनि त्यही झन् आज जाने यसो घुम्न जाने भनेको पानी परेर हैरान अहिले पुरै कालो न कालो भन्छ बादल खै कहिले जानु पाउँछ कि नै अस्ति नि पोखरामा पनि त्यस्तै भयो के पोखरामा पनि घुम्ने दिनसम्म चाहिँ पुरै पानी परेर हैरान अनि जस्तो म निस्किने दिन त्यस्तो टन्टपुरी घाम लाग्यो ल अब त भ्यायो अब त घुम्दैन अब त भ्यायो घुम्ने भ्यायो भनेर निस्किनु लाग्यो टन्टपुरी घाम आमा त्यहाँ घाम छोडेर यहाँ पानी लिएर आए जस्तो भन्छ मलाई है गाइस मेरो नास्ता हेर्नु यो नास्ता हो कि भात हो यत्रो धेरै दिनुपर्छ बडीले आफूले थोरै निकाल्नुपर्छ अलि धेरै निकाल्नु म त सक्दैन यत्रो खान भो नास्ता भन्दा भराइटिज यो के हो बडी हो पापड हो ओ माई गड बडीलाई थाहा छ हौ के बनाउनु हुन्छ पापडको पनि पकौडी हुँदो रहेछ फर्स्ट टाइम देखेँ ल अब चाहिँ पेटमा हुनु परेको कुराहरू पुरै बन्दोबस्तको साथ बनाएको छ हौ बडाले त घर हो भने घर बनाउनु त बडालाई भन्नुपर्छ अब मन पर्यो मलाई मजाको रहेछ होइन चप्पल चाहिँ खतरा छ नि चरा रहेछ नि त आम्मा घेरौँ लगाएर त हुनु लाग्यो यत्रो सानो रुखमा पनि यत्रो सानो बल गमलामा पनि कस्तो मजाको भएछ हेर्नु न कति राम्रो भयो ओए सानो लौका झुन्डे यहाँ हेर्नु पर्सी हुँदैछ बल्ल यहाँ सानो गमलामा नेपालमा चाहिँ धेरै जस्तो मान्छेले चाहिँ सोलर लाउँछ सोलरदेखि चाहिँ पानी गरम पानी गिजर चलाउने लाइट जलाउने त्यो ठिक छ भन्छ एक हिसाबले है स्ट्रिटहरूमा पनि क्या स्ट्रिटहरूमा पनि पुरै सोलर लगाइदिन्छ अनि लाइन गयो नि फरक पर्दैन क्या बडी लाइन गयो नि बत्ती बलिरहेको हुन्छ आनन्दै बिहान बडीले बडाको फ्याक्ट्री देखाउँछु नि भन्नुहुन्छ अनि के फ्याक्ट्री रहेछ र भनेको त हेर्दै पुरै यो सानो सानो कटौराहरू थालहरू त्यसको पुरै त्यो गर्नु भयो रहेछ कि यो थाल पनि छ है यस्तो खाले थालहरू हेर्ने यस्तो थाली त बिग्रेको लुलो भयो अलिक साह्रो खाले क्या इन्डियाको जस्तै पुरै तर जे होस् एउटा कुरा चाहिँ भन्छु नेपालमा आएर मान्छेले चाहिँ केही गर्यो भने धेरै नै पैसा छ क्या यसमा अनि अब रिटायरमेन्टको लाइफ चाहिँ त्यही त हाम्रो नेपालीहरू लाज मान्छ अनि सब विदेश गर्छन् अब गरे पार त नेपालमा पनि थुप्रै छ नि होइन जे होस् बडाले चाहिँ रिटायरमेन्ट लाइफको लागि चाहिँ एकदम सिक्योर गर्नको लागि चाहिँ यो चाहिँ गरे प्लान गर्नु भएर रहेछ तर एकदम राम्रो कुरा हो म त सबैलाई त्यही भन्छु मेरो धारणाले चाहिँ यो गरेको चाहिँ एकदम सही हो केही न केही गरेको हुनुपर्छ अब तिमी अब रिटायरमेन्ट लाइफ चाहिँ यत्तिकै घर बसेर उगुल खुट्टो लाएर भात खान्छु भन्ने हुन्न कि केही न केही त गर्नुपर्छ एउटा एक्जाम्पल सेट गर्नुपर्छ क्या हो नि बडी हो कि होइन भन्नु त बडाले आफ्नो बोर्ड पनि लगाउनु भएछ कि ओ जय जगन्नाथ जय जगन्नाथ अच्छा यो हो नि त हाम्रो पुरीको पेपर प्लेट उद्योग यस्तो दामी हेर जगन्नाथजी जे होस् ओडिसाको चाहिँ प्रचार पनि भएछ है बडी तर त हजुरहरूको घर त सेन्टरमा पर्छ क्या बडी कस्तो मजाको सेन्टरमै छ यताबाट पनि बाटो रहेछ ए क्यान्सर हस्पिटल जाने बाटो हो
ए म चाहिँ बडासँग जाँदैछु आन्टी अङ्कलहरूलाई भेट्ने ओडिसाको पार्टीलाई। हामी आइपुग्यौँ है छविलाल अङ्कलको घर। ओडिसा पुलिसमा हुनुहुन्छ अङ्कल पनि। यहाँ भाइहरू त यही छ नि अङ्कल, दाजु हुनुहुन्छ अनि भाइ हुनुहुन्छ, यहीँ हुनुहुन्छ अहिले त। नमस्ते, आउनु आउनु। यो चाहिँ हाम्रो आन्टी हुनुहुन्छ। ओडिसा पुलिसको पार्टीहरू चाहिँ पुरा भेट्यौँ क्या है आन्टी? म भयो आन्टी 10-15 दिन भयो। सन्चै हुनुहुन्छ? ए अनि अङ्कल हाम्रो आन्टी किन सबै ओइबीको मान्छे देख्दै नि कस्तो के भयो भने मोटाइको दुब्लाइ भने धेरै पछि भाइलाई त झन् मैले धेरै पछि भेटेँ। स्कुल टाइममा भेटेको थिएँ, त्यहाँ भेटेको थिएन, मैले बल्ल भेटेको हो क्या। अब सानोमा देखेको मान्छे नि घरलग देख्दा त अलग्गै लाग्ने क्या है। राम्री भन्छु र म। तारा दाइको छोरी हो कि छोरा हो र आन्टी? छोरी हेर्नु कस्तो क्युट क्या है। म नि कति भयो नानी चाहिँ? 17 महिना छ। ए घर चाहिँ ओडिसा पुलिसले बनाएकै हो क्या है? हामी त बनाउनु सकेको छैन आन्टी। के गर्ने हो? नसक्ने हो र आफूले जान्नु। नानु यताउता नसक्ने भन्ने त यताउता आमै बुझ्दो रहेछ नानीले त। ल हुन्छ आन्टी, ल बाई बाई। ल नमस्ते आन्टी। त्रिचोक उज्जवल चोकदेखि हामी त्रिचोक जाने हो। यहाँदेखि चाहिँ पेन्सन क्याम्प जाने बाटो हो चाहिँ पिपल चोक। गाइस हामी चाहिँ यहाँ सुमनको घर आएको छ। कहिले थाहा पाएको, कहिले सोचेको पनि थिएन होला सुमनको घर आउँछ भनेर। सुमन मेरो साथी हो, सँगै पढेको हो क्या हामी चाहिँ। उसको घर पनि देख्नु पाएँ कि आएर। हेलो ठिक छु? भ्लग गर्दै हो? भ्लग गर्दै। हजुर घर पनि देखाएको छु मैले, त्यहाँ नयाँ बनेको घर। हेलो हजुर छोरा हो छोरी हो? छोरा। नमस्कार। हेलो लाउनु। ए नमस्ते हजुर नमस्ते। नै मेरो साथी त्यो सक भयो त, सक भइस कि भएन बताइदेन। सक भइस कि भएन बताइदेन भनेको क्या। त्यही त है, त्यही त दाइले भन्नुभयो कि अनि फोन लगान्छु अनि त्यहाँ सुमनलाई एकचोटि सरप्राइज दिनु पऱ्यो, चिन्छ कि चिन्दैन अरे। मलाई कसले चिन्दैन भनेर होइन, मैले त्यसलाई सँगै पढेको किन नचिन्ने भनेर क्या। ल जे होस् रमाइलो लाग्यो, दाइहरूसँग भेट्यो, भाउजूलाई पनि भेट्यो, रमाइलो लाग्यो। अब ओडिसामा नभेट्न पाएँ नि, के नेपालमा भेट्दा त रमाइलो लाग्ने कि राम्रो लाग्ने है। त्यही अब चाहिँ सबैलाई भेटेर जाँदैछौँ हामी। अब चाहिँ नारायणतिर जान्छौँ होला। धेरै खुसी लाग्यो, दाइहरूलाई भेट्यो। साथीलाई पनि भर्खर देखायो हजुरलाई होइन, यहाँ साथीलाई पनि फोन कलमा कुरा गरेको, त्यो त सक भइरहेको होइन है। ल अब चाहिँ घर कुराहरू छ। ल गाइस हामी चाहिँ नारायणतिर जानु लाग्यो। आज नारायणमा हल्का मेला छ भन्छ क्या, अब हल्का रमाइलो हल्का हेरिदिउँ न भनेर बढेर म जानु लाग्यो। यहाँबाट चाहिँ हामी चोक जाने। कति टाइम लाग्छ? टाढा यहीँ नजिकै छ। चोकदेखि चाहिँ गाडी समात्ने हो। त्यही र बढेर म वक एन्ड टक गर्दैछु। खाना टन्नै खायो है बढी, पेटै खायो खाना त। अब त्यहाँ गएर मेलामा खायो केही खानुपर्छ। अब मेलामा हामी चाहिँ अब इन्डियन टाइम हो कि हाम्रो 2-3 बज्छ खाना खाने, ठिक्क हुन्छ। अब मेलामा गयो, यसो हेऱ्यो, सरर हेऱ्यो, अनि आइयो। केही किन्नमा लागि किन्यो। खाना त्यस्तै हो, खाएर गएको थियो के अब केही रुच्दैन थाहै छ। भर्खर यहाँ 2टा एरोप्लेन सुहाइ गयो। अघि देखाउनु पाएन न त, कति जोड यहीँ नजिकदेखि सुहाइ गएर गयो क्या। बडीले फेरि ऊ देख्यो भन्नु, म त भर्खर चाहिँ देखेँ। के अरे गङ्गेबडाको सालोको जिम थियो क्या, चितवन जिम देखेँ। ए भित्र हो। जता गयो नि होलो जता गयो नि 25 रुपियाँ। पोखरामा पनि बस चढेपछि तपाईँ यहीँदेखि यहीँ नजिक गयो पनि 25 रुपियाँ, अलि टाढा गयो नि 25 रुपियाँ क्या। यहाँ चाहिँ भाडा चाहिँ नेपालको भाडा चाहिँ 25 रुपियाँ रहेछ क्या, जता गए पनि। त्यही होला। यसो पछाडि त हो नि एयरपोर्ट, यही छ कि यसो पछाडि छ। त्यो भएर बडीलाई त लास्ट डर लाग्छ अरे। यहीँ अघि पनि यसो आस्ता गयो, अनि त्यहाँ बिस्तारै बोल्न मान्छेले हेऱ्यो, बाले भयो नि हेऱ्यो पनि के भयो त। अब त्यो भ्लग बनाउनु पऱ्यो नि त, अनि भन्नु पऱ्यो अलिक सुस्तरी बोल्नु, यहाँ सुन्दैन नि त फेरि, त्यो कुरा हो नि त। यहाँ मेलामा चाहिँ आफ्नो कल्चरको पनि सामानहरू राखेको छ है बढी। सामान त खै म थाहा छैन, बनाएको छ कि कल्चरको सबै आफ्नो पुरानो पहिलाको कल्चरहरूको आफ्नो देखाउने, आफ्नो कल्चर देखाएको त्यो सबै छ। गुरुङ मगर छेत्री बाहुन सबैको रहेछ। हजुरहरूलाई देखाउँछु है कस्तो के छ भनेर। मैले नि हेरेको छैन, बडीले भन्नुभएको।
अब गएर देखाउँला त्यही लगायत हामी चाहिँ पुग्यौँ है सांस्कृतिक तथा व्यापारिक महोत्सव 2080 हेर्नु है यहाँ कस्तो राम्रो क्या तिरमा नारायणीको तिरमा चाहिँ टिकट नि आयो हेर्नु दामी रहेछ विद्यार्थीहरूलाई 50 रे हामीलाई चाहिँ 80 रे गाउँघरको घरहरू रहेछ क्या भुजेल सांस्कृतिक घर भुजेलहरूको घर रहेछ यो चाहिँ भुजेलहरूको हेर्नु है कस्तो के नाङ्लो चल्ला भर्याङ पनि रहेछ भुजेलहरूको चाहिँ के हो र बडी हो पहिला आगो पुगेर धान चामलहरु धानहरु सुकाउने हो के ए धान सुकाउने ए सेलरोटी नि दिएर चाहिँ आगो अनि मासुहरु झुलाउने ए राईहरुको है यो चाहिँ हेरमै कस्तो के रहेछ ओए पानी रहेछ यहाँ त ए ढोल यो सबै रहेछ सुनसुन बजाउने किरातीहरुको हेर्नु है गाइस आफ्नो आफ्नो कल्चरको सबै के पहिला युज हुन्छ गाउँघरमा सब रहेछ क्या गुरुङ मगर राई लिम्बू भुजेल दुरा सबै देख्नु भएन र यो चाहिँ किराती यो चाहिँ राईहरुको है कि गुरुङहरुको चाहिँ यहाँ छ यो चाहिँ गुरुङहरुको रहेछ गुरुङ घर तामुगी ए अँ त ड्रेस लाग्नु रहेछ नि यहाँ अर्गुम गरेको हो ए अर्गुम गरेको नि देखाएको रहेछ चामलको ढेकी पिस्ने ढेकी यो त महात्मा गान्धीले नि त रुई बना त्यस्तो नि त पहिल्यैदेखि यहाँ हेर्यो नि अनि यहाँ हेर्नु पूजा गरे हो मगर छ ए यहाँ छ मगरको मगरहरूको कस्तो हुँदो रहेछ हेर्न जाम है भित्र यो चाहिँ मगरहरूको सोलमा चल्टै सबै रहेछ खासै नराम्रो रहेछ है मगरहरूको त ए मौरी बस्ने घर हो ए पहिला यस्तो भएको थियो ए अँ चाहिँ सबै मेला लाएर चाहिँ यहाँ चाहिँ फेरि राति नै खुल्ला हुन्छ होला क्या यहाँ त्यो मालाहरू सबै सामानहरू रहेछ आउनु न यहाँ हेर थारूहरूको बढी खाना खाने बसेछन् रेस्टुरेन्ट रहेछ मोमो चाउमिन के पाउने ए बडीले आफ्नो बोटिङको एक्सपिरियन्स बताउँदै हुनुहुन्छ बीचमा गरेर रोकिदिन्छ कि बीचमा गरेर रोकिदिएको रमाइलो गरेको न हल्का त्यही त नि के थाहा अब त्यस्तो गर्यो हामी त लोक खतम भयो कि पेट्रोल खतम भयो के भयो पेट्रोल खतम भयो अरे म त सुन्दरको बाटो ड्याममा पिटेको यहाँ चाहिँ अगाडि कन्सर्टहरू हुँदो रहेछ अनि यहाँ चाहिँ मेला लागेको छ हेर्नु मेला हामी चाहिँ तिर हिँड्दैछौँ बोटिङबाट त्यहाँ गएको क्या ऊ त्यहाँ हेर्नु घुमाउ भरतपुर रहेछ त्यहाँ पनि मान्छे गएर टिकटक बनाउँदैछ हुन त मगर गुरुङ मगर ड्रेस लगाएर आउनु पर्दो रहेछ कि ठ्याक्क मिल्दो रहेछ है बडी अब थाहा भयो यहाँ त प्याक रहेछ नि उता गएर टिकटक गराउने अब उताको टिकटकमा कस्तो धेरै मान्छे त प्याक छ यहाँ त लाज डर लाग्छ यसमा घुम्नेमा त कहिले घुम्दैन गाइस यसमा चाहिँ मैले खै आमा कत्रो हो कि सेलरोटी त कति गोलो हो आमा सेलरोटी हेर्नु त गाइस आमा कति गोलो बनाएको मान्छेहरू बसेर हेर्दैछ हेर्नु यहाँ चाहिँ खानेकुराको रहेछ मिठाई सिठाई सबै लासिङ हो ए लासिङ कति हो चाहिँ अब गौडा नृत्य हुन्छ अरे हेर्नु बच्चाहरू नाच्दैछन् भाइहरू कलाकार जीवहरूलाई यति बेला हर्ष उल्लासका साथ नमस्ते चितवन दिउँसै छ टाढा टाढा हुनुहुन्छ होला नजिक नजिक
मैले हातै गरेर के गरेँ भुतुकै हुन्छु नसा नसा रातमा छौ तिमी घरतिर लागेको धेरै रमाइलो भयो नाच्यो गायो अनि सबै आफ्नो संस्कृति सबै हेऱ्यो आफ्नो आफ्नो कल्चरको अनि मेलामा नि घुम्यो मेलामा घुम्न सक्दैन किनकि अब एकदम डर लाग्छ केसमा पनि चढ्न सक्दैन म त ए हो र लोकदोरी हुन्छ अरे त अहिले 7 बजीसम्म प्रोग्राम हुन्छ अरे लोकदोरी सुरु भएको छैन लोकदोरी सुरु हुन्छ अरे भयो हामी त जाने भने धेरै असारहरू टम्ने रहेछ मेला सेम मेला त हो नि है बढी पहिला पहिला लाउने मेहन्दीहरू आजभोलि त आउँदैन हाम्रोतिर रिङ हाल्ने नि रहेछ के घोस्ला आज बडीले फेरि स्पेसल मेरो फेभरेट के अरे पनिरको सेफाली बनाउँदै हुनुहुन्छ पनिरको सेफाली नखाएर क्या यहाँ खान्छु मैले त्यही भएर पनिर सेफाली खाने तर बाटो खै कहाँ जाने हो हाम्रो एक्जिट त खतरा खतरा भयो ए भाले भयो अब यहाँ त के हो यो र यो खै के हो गाइस थाहा छैन हजुरलाई थाहा छैन भन्नु होला है ओ यो फुल पनि रहेछ यस्तो कत्रो लामो हो ए फल पनि छ बढी न यो राइसको पापड हेर्नु पाके कस्तो मजाको यो मसिन टम टम पड्किँदो रहेछ ओइ ए चामल हाल्ने हो यो माथि ए यसरी चामल देखाउनु मजाको भयो चामल मकै है अब चामल मकै काँचै हालेर अनि पाकेर आउने कस्तो मजाको यो यो पहिलो पहिलो थिएछ नि मकैको दाना रहेछ मकैको अनि यो खैरो खैरो चाहिँ गहुँ हो फेरि ए गहुँ पनि छ ए लगाएछ हेर्नु है मजाको यो चाहिँ यो खानामा तयारी रहेछ घर घर खाने झ्याममा गरेर लागेर मिठो हुन्छ है खाजा खाजा चाहिँ मिठो सुगर फ्री हो भइहाल्यो नि अनि हामी चाहिँ बिहान आएको रात परि हेर्नु रात परि भ्याइ अब घरतिर लाग्ने बिदा बारी भयो धेरै घुम्यो रात पर्यो हेर्नु नाच्यो गायो अब चाहिँ घरतिर लाग्ने खाना केही पनि पकाएको छैन बिचरा आज बडा भुक्यो हुनुहुन्छ गाइस यो चाहिँ पनिर सेफाली हो मेरो फेभरेट बडीलाई मैले जहिले नि आएँ त्यही भन्छु पनिर सेफाली चाहिँ मलाई बनाएर खिलाउनु भन्दै थिएँ बडीले चाहिँ एकदम मेरो वादा चाहिँ पुरा गर्नुभयो कस्तो मजाले बटाउनु भएको हेर्नु न हाम्रो जान्दैन नि म त आउँदैन त्यस्तो बटाउन अब झ्यामझुम खाने हो मजाले उता गएर मेला गएर आएको थाकेको तर पनि बिचरा बडीले बनाइदिनु भयो मेरो माया लाग्दो रहेछ माया हो माया त माया हो आजको लागि यति नै मेला गयौँ मस्त कन्सर्ट हेऱ्यो अब आफ्नो आफ्नो जातिको सबै थियो सबै त्यो हेऱ्यौँ रमाइलो भयो जे होस् आजको दिन चाहिँ र आजको लागि यति नै सी यू नेक्स्ट टाइम भन्दा भोलि भयो अब खाएको नदेखाऊँ भयो अब थाकेछु क्या ल म धेरै नै थाकेँ अब भोलि भेटौँ ल बाई गुड नाइट